धेरै साथीहरुको फेसबुक बिग्रिरहेको छ। मैले धेरै जानकारीमूलक भिडियोहरु बनाइरहेको हुन्छु, सिकाइरहेको हुन्छु। उहाँले चाहिँ भिडियो पुरा हेर्नुहुन्न, तपाईले चाहिँ भिडियो पुरा हेर्ने बानी बसाल्नु होला। धेरै कुराहरु सिक्नु हुनेछ। तपाईले चाहिँ फेसबुक बिगारिरहनु भएको छ, युट्युब बिगारिरहनु भएको छ। धेरै साथीले यस्तो गरिरहनु भएको छ। तपाईले के बुझ्नुस् भने तपाईले फेसबुकमा अथवा जुनसुकै काम गरेर पनि तपाईले मेहनत बिना पैसा कमाउन कहिले पनि सक्नुहुन्न। तपाईले जुनसुकै कामबाट पैसा कमाउनुहुन्छ अथवा जब गर्नुहुन्छ अथवा कुनै बिजनेस गर्नुहुन्छ अथवा जस्तो सुकै काम गरे पनि तपाईले चाहिँ मेहनत गर्नै पर्ने हुन्छ। तपाईले चाहिँ अरूको भिडियोहरु उठाएर हालेर अथवा अरूको फोटोहरु हालेर तपाईले चाहिँ पैसा कमाउन कहिले पनि सक्नुहुन्न। पैसा कमाउनलाई फेसबुकमा होस् अथवा युट्युबमा होस् अथवा कुनै नोकरी होस् अथवा तपाईले जुनसुकै बिजनेस गरे पनि मेहनत चाहिँ गर्नै पर्छ। तपाईले बिना मेहनतको पैसा कहिले पनि कमाउने छैन। त्यही भएर तपाईले आफ्नो भोइसमा आफ्नो फेस देखाएर केही कुरा सिकाउने कोसिस गर्नुहोस् र आफ्नै ओरिजिनल भिडियो बनाउनु हो भने तपाईलाई समस्या पनि कहिले आउने छैन। तपाईले मलाई मेसेज गर्नुपर्ने पनि जरुरी हुने छैन। धेरै साथीहरुले फोन गरिरहनु भएको छ, दिनमा 50 वटा 100 वटा मेसेज आइरहेको छ। मैले चाहिँ रिप्लाई दिइरहेको छु, तर तपाईले ओरिजिनलमा काम गर्नुहोस् भनिरहेको छु। मैले चाहिँ तपाईले ओरिजिनलमा कहिले पनि काम गर्न सक्नु भएको छैन। तपाईले ओरिजिनल काम नगरुन्जेलसम्म तपाईले पैसा कमाउने सपना नदेख्नु होला।